हेलो हेलो पुष्पा, म रुममा आउँदैछु है, 20 मिनेट लाग्छ। आज धेरै ढिलो भयो यार। जोडीदार अहिले आयो ड्युटीमा। एक काम गर न, लास्टै भोक लागेको छ, खाना गरम गरेर राख है। तिम्रो दिमाग त ठिक छ रातिको 1 बजिसक्यो, पुरा दुनियाँका मान्छे सुतेका छन्। म उठेर तिम्रो लागि खाना गरम गरौँ, अरूको फिलिङ्सको तिमीलाई कदरै छैन। यति ढिलो छुट्टी हुन्छ भने खाना बाहिरबाट खाएर आऊ न, मलाई शान्त भएर सुत्न देऊ। ठिक छ पुष्पा, सुत। सरी, आफ्नो निन्द्रा पुरा गर। सुन बुहारी, के भयो? केही होइन, तपाईको छोराले फोन गरेर भन्दैछन् अहिले छुट्टी भयो, खाना गरम गरेर राख। अनि के भयो त? गरम गरेर राख्न। यो के टाइम टेबल हो? तपाई आफै भन्नु न। घडीमा हेर्नु रातिको 1 बजिसक्यो, पुरा दुनिया सुत्या छ। पुरा दुनिया सुते पनि तिम्रो श्रीमान सुतेको छैन। हामीले पुरा दुनियाको बारेमा सोच्ने भन्दा पनि आफ्नो परिवार श्रीमानको बारेमा सोच्नु पर्छ। उसलाई पनि रहर छैन होला यति रातिसम्म ड्युटी गरेर घर आउन। उसलाई पनि रहर छैन होला भोको पेट राखेर राति 1 बजे आउने। यो सबै त उसले हाम्रै खुसीको लागि गरिरहेको छ बुहारी। घरमा ल्याएको रासनबाट 2 रोटी बनाउनु सजिलो हुन्छ। त्यही 2 रोटी कमाउन जाँदा धेरै गाह्रो हुन्छ। तर पनि पुरुषहरूले आफ्नो परिवारको पेट कहिले भोको राख्दैनन्। आज तिमीले ऊ ढिलो आउँछ, मेरो निन्द्रा खराब हुन्छ भन्छौ नि। जुन दिन उसले बाहिर काम छोडेर घरमा बस्छ नि, त्यो दिन तिम्रो निन्द्रा अटोमेटिक हराउँछ। त्यसैले घर चलाउने मान्छेको इज्जत गर्नुपर्छ बुहारी। सही भन्नुभयो तपाईले, मैले यसरी नबन्नु पर्ने थियो। मबाट ठुलो गल्ती भयो। आजदेखि म यस्तो कुरा कहिल्यै गर्दिन। ठिकै छ बुहारी, जाऊ खाना गरम गरेर राख, ऊ आउँदै होला बाटोमा। हुन्छ, म अहिले खाना गरम गरेर राख्छु। आउनुभयो तपाईँ, दिनु ब्याग। जानु तपाईँ, हातखुट्टा धोएर आउनु, मैले खाना गरम गरेर राखेकी छु। तर तिमीले त भनेकी थियौ मलाई सुत्न देऊ। सरी, मलाई माफ गरिदिनु। मैले त यो बिर्सेकी थिएँ कि मेरो निन्द्रा, मेरो खुसी त तपाईले मेहनत गरेपछि पुरा हुन्छ। ठिकै छ, ढिलै भए पनि तिमीले मेरो मेहनतको कदर